पनि दरबार हत्याकाण्ड राजनीतिक दलहरूले गरे होइन। यति भन्न सकिन्छ बिचरा दिपेन्द्र, नेपालीहरूले विवेक गुमाउनु हुँदैन। दिपेन्द्रले आफै मरेपछि हान्यो। अनि एउटा राजा हुन लागेको मान्छे त्यसरी मर्छ, अनि उसले अगाडिबाट पनि उसैले गोली हाल्छ, पछाडिबाट पनि उसैले गोली हाल्छ। अनि 4वटा राइफल, 3वटा राइफल, एउटा पिस्तोल एकैजनाले बोकेर कुद्छ। यस्ता कुरा पनि पत्याएर हिँड्ने, पछाडिबाट गोली हाल्दै लखेट्ने पनि उही मान्छे छ। भर्याङ चढ्दाखेरि भर्याङको माथिबाट ड्याममा गोली हालेर टाउको छिट्याउने उही मान्छे छ। यस्तो पनि हुन्छ। 7 दिनपछि 19 गतेको घटना, 26 गते त्यहाँ जाँच आयोग जाँदा पानी परिराखेको थियो। त्यो बेला एउटा ओभानो टोपी, दिपेन्द्र मारिएको भनेको पोखरीको छेउमा ओभानो टोपी तैरिराखेको थियो त्यो पानी। जबकि 4-5 दिन 7 दिनदेखि पानी परिराखेको छ। त्यस्तो ठाउँमा दिपेन्द्रको टोपी उति बेरै खसेको टोपी, डुबेको पनि छैन, भिजेको पनि छैन, केही भएको छैन, ओभानो टोपी, भर्खर राखेको टोपी, जाँच आयोग जाँदा भर्खर राखेको टोपी उतार्नु पर्दा मजाले, त्यसमा पानी पनि भरिएको छैन। यस्तो पनि नाटक हुन्छ। यहाँ हत्याकाण्ड भइसक्दाखेरि दुनियाँभरि दिपेन्द्रको प्रेम कहानी भनेर एउटा चाहिँ कहानी, अनि दिपेन्द्रले हत्याकाण्ड गर्यो भनेर यस्ता भयानक कुराहरूका पछाडि पनि नेपाली जनता हुनुहुन्छ। त्यो एउटा भयानक षड्यन्त्र थियो। त्यस षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, अधिराज कुमारी अन्त्य गर्यो। राजतन्त्र समाप्त भयो। बन्धन गर्ने दरबार हत्याकाण्ड